सो अहिले चाहिँ हामी टक्क लाएर यो ठ्याक्कै टक्क लाएर भालुखोप सानो भालुखोप भन्छ होला यो ठाउँमा है के हो जस्ट भालुखोप भन्ने ठाउँमा छौँ अनि भालुखोपबाट टक्क यहाँ यसो यतापट्टि हेर्दाखेरि चाहिँ तपाईँको दामी भ्यू देखेँ क्या मैले भ्यू चाहिँ यस्तो छ क्या यसलाई हल्का जुम गरौँ ल यस्तो दामी भ्यू देखिन्छ कि हाम्रो घरतिर चाहिँ यहाँ यस्तो छ त्यहाँदेखि यता माथि हो यस्तो दामी देखिरहेछ कि यो 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 त कुन हिमाल पो यताको त के भन्छ कञ्चनजङ्घा कि माछापुच्छ्रे कि कञ्चनजङ्घा भन्छ हौ ठ्याक्कै पहिले के अरे कवितिर नि हुन्छ नि यस्तो दामी देखिरहेछ कि यति तरिका हामी चाहिँ अब मैले चाहिँ भ्यू मात्र देखाउनु खोजेको नत्र म चाहिँ एकैचोटि पावा पुगेर बस्नु पर्यो खाजा खानु पर्यो भनेको यहाँ हेरेको टक्क दामी भ्यू देखियो के टक्क लाएर हामी चाहिँ रास्ता पर्नेछौँ बाटोतिरै छौँ ल हामी अब चाहिँ पौवामै भेट्छौँ है त ल